24 घण्टा बङ्गुरलाई चारो दिँदाखेरि कस्तो हुन्छ भनेर हामीले एउटा एक्सपेरिमेन्ट गरिरहेका थियौँ र अस्ति नोभेम्बर 2 मा हामीले एउटा भिडियो हालेको थियौँ र आज नोभेम्बर 30 मा अर्को भिडियो हालिरहेको छौँ र हाम्रो बङ्गुरको ग्रोथ चाहिँ यस्तो छ। र यो बङ्गुर चाहिँ अहिले 3 महिना 23 दिनको भयो माउबाट छुट्टाएको र ग्रोथ यस्तो छ, तपाईहरुले देख्न सक्नुहुन्छ। र हामीले अर्को भिडियोमा चाहिँ हामीले लाइभ वेट कति हुन्छ भनेर पनि हामी गरेर देखाउने छौँ र हामीले अन्य बच्चाहरू पनि यसरी मासुको लागि पालेको छौँ र हामीले बच्चाको लागि बुकिङ खुल्ला गरेका छौँ। हामीले 200 वटा बच्चाको लागि बुकिङ खुल्ला गरिरहेका छौँ। तपाईलाई पनि यसै गुणस्तरीय बच्चाको खोजीमा हुनुहुन्छ, बङ्गुर पाल्ने सोचमा हुनुहुन्छ र पालिरहनु भएको छ भने हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ। हामीले अहिले बच्चाको लागि पनि प्री बुकिङ खुल्ला गरिसकेको छौँ। मेची मल्टिपर्पज एग्रो फार्म प्राइभेट लिमिटेड झापामा। तपाईहरुले एकदमै टिकटकमा धेरैजनाले राम्रो राम्रो सजेसन गरिदिनु भएको छ, धेरैजनाले सपोर्ट गरिदिनु भएको छ, धेरै धेरै धन्यवाद। र हाम्रो बच्चा 4 महिना 23 दिन माउबाट छुट्टाएको बच्चाको ग्रोथहरू चाहिँ यस्तो छ। यो ग्रोथ कस्तो छ कमेन्ट गरिदिनु होला। धन्यवाद।